भन्नुहुन्छ है? तपाईँको अपन सुन्नुहोस्, तपाईँका बच्चा कहाँ पढ्छन् भनेर तपाईँहरूले सोध्नुहुन्छ। अब यहाँ तपाईँका बच्चा कहाँ पढ्छन् भन्दा पनि हामी यो ऐन अग्रगामी शिक्षा ऐन ल्याऊ। त्यो ऐनमा एउटा बुँदा के राख भने सार्वजनिक पद धारण गरेका हरेक व्यक्तिहरूका छोराछोरीहरू सार्वजनिक विद्यालयमा पढाउने व्यवस्था होस् भनेर एउटा बुँदा हालिदिनु। त्यस पछाडि त सुन्नै परेन कसैलाई पनि गरेन। सबैले अब त्यो हुन दिँदैनन्। किन भन्नु न, हुन दिँदैनन्। अब सबै नीतिका सञ्चालक छन् त नीति बनाउने ठाउँमा, प्लिज नीति बनाउने ठाउँमा सबै निजीका सङ्घ सुन्नुहोस् है। निजी किन छैन निजीकरण बन्द गरियोस् भनेको कुरा के हो? शिक्षामा निजीकरण बन्द गर, सार्वजनिक शिक्षाको गुणस्तर सुधार्नका लागि अगाडि बढ, सार्वजनिक शिक्षा सुधारका अभियान ल्याऊ भनेर हामीले भन्दै गर्दा अब के छ, तिनीहरूका सबैका निजी विद्यालय छन्। अब सार्वजनिक पद धारण गरेका सबै व्यक्तिले निजीमा ल्याएर सार्वजनिक स्कुलमा सामुदायिक विद्यालयमा विद्यार्थीलाई दिँदैन अनि यिनीहरूको दाना पानी फुस्किँदैन अनि मान्छ नि। त्यस कारणले शिक्षकलाई मात्रै दोष लाउनेन, सार्वजनिक शिक्षाको गुणस्तर खस्किनुमा शिक्षक मात्रै दोषी होइन, यो राज्य संयन्त्र नै लागेको छ। अन्तर्राष्ट्रिय फोरममा जाने 20% बजेट लगानी गर्ने भनेर यिनीहरूले चाहिँ हस्ताक्षर गरेर आउने, अहिले शिक्षकका माग मुद्दा सम्बोधन गर्ने ठाउँमा गुणस्तरीय शिक्षाका लागि यिनीहरूले 10% पनि बजेट नहाल्ने। यसमा हाम्रो महासङ्घको नेतृत्वले भनिसकेको छ 8 अरबदेखि 10 अरबसम्म शिक्षाको बजेटमा थपिदिने हो भने यो शिक्षासँग जोडिएको सबै समस्या समाधान हुन्छ भनेर राज्य किन गर्दैन? किन मान्दैन राज्य? यिनीहरूलाई बजेट एउटा पोखराको विमानस्थलमा 14 अर्ब चाहिँ घुस खान्छन् यिनीहरू एउटा विमानस्थल बनाउँदा, शिक्षामा यति लगानी गर्न सक्दैन। किन? यिनीहरू चाहँदैन सार्वजनिक शिक्षा अगाडि आएको, सार्वजनिक शिक्षा गुणस्तरीय बनेको हाम्रो राज्य संयन्त्र चाहँदैन।